It was only temporary, but I guess our feelings were good for a while. Now you're just a memory, a story that I never tell, 'cause our worlds just didn't collide. You had yours and I had mine, got lost in different directions, but being with you is my favorite lesson. हेलो गाइज, सबैजनालाई स्वागत छ है। आज चाहिँ हामी घुम्न जाँदैछौँ। हाम्रो डिटेल्सको टिमहरू के छ दाइ? सबै आइछ दाइ हिरो भएर के छ? सिमन भाइ कस्तो लागिरहेछ? के छ हाम्रो आशिष भाइ? ठिक छ दाइ, मस्त घुम्ने होइन त? घुम्ने त यार, घुम्न जाने भनेको के हुने हो? अब राम्रो भइरहेछ, रमाइलो भइरहेछ। आज चाहिँ हामी घुम्न जाँदैछौँ है, रेम्बो ट्राउट। हाम्रो भ्लगलाई अन्तिमसम्म हेर्नु होला। हामी बाटोघाटोमा के गर्छौँ मस्त देखाउने छ। यो मेरो लामो समय पछिको भ्लग हो है। ल गाइजहरू हेर्नु होला। टक्क अब मस्त जानुपर्छ अनि पौडिन नि पर्छ। त्यहाँको ठाउँ हाम्रो आधी घन्टा जति लाग्छ होला होइन। बस्नी आउँदैछ मस्त पालामा। हाम्रो दाइ 2-4 शब्द जाओस् त केही। के ठाउँमा हामी अब घुम्न गइरहेको छु। मस्त माछा ढेँडो खाइन्छ, स्विमिङ जाएको हानिन्छ, या गएर मस्त मोला रमाइलो गरिन्छ, रमाइलो हुन्छ। ल हेर्दै गर्नु होला है त। 2 hours later. गाइज हामी अब घुम्न निस्किसकेको है। हाम्रो दिदी बहिनीहरू चाहिँ यता रेडी गर्दै हुनुहुन्छ। दिदी बहिनीहरू हो, दिदी बहिनीहरू हाम्रो दीक्षा तपाईँ यता आउनु न हो। तपाईँ कहाँ हुनुभएको? हाम्रो दीक्षा चाहिँ यहाँ हुनुहुन्छ है। एकदम कस्तो लागिरहेछ तपाईँलाई? 2-4 शब्द भन्नु कस्तो लागिरहेछ आज घुम्न जानु हजुर? ल एकैछिन भाइ, मेरो यहाँ इन्टरभ्यू हुँदैछ। मस्त पौडिन पर्छ है त। मस्त मोला स्विमिङ ज्याकेट हाल्नुपर्छ। पानी नि यति छ अरे, मैले भन्दा खोजेँ अलिक धेरै गइदियो भए त। ठिक छ, आकाशबाट नि पानी परिरहेछ तर हामी पौडिनेछौँ। पुरै ओ के छ दिदीहरू? हाम्रो दिदीहरू यहाँ हुनुहुन्छ। कस्तो लागिरहेछ तपाईँहरूलाई आज घुम्न जान? दिदी कस्तो लागिरहेछ? भ्लग चलिरहेछ, लाइभ हो। कस्तो लागिरहेछ नि त दिदी? र हाम्रो बस पनि माथि आएको छ, नगरपालिकाको पोखरा महानगरपालिकामा छ नि यो बस। र भाउजू पनि गिटार बोकेर आइसक्नु भएको छ। गर्दा हुन्छ झन। र खै हामी हाम्रो डेस्टिनेसनमा फाइनली आइपुगेका छौँ। हाम्रो रेम्बो ट्राउट। हामी आएको बस चाहिँ यहाँ छ। ल पानी परेको अवस्था छ है। पोखरामा चाहिँ अलि लास्टै पानी पर्ने। पोखरामा चाहिँ अलि धेरै नै पानी पर्छ। यस्तै छ मौसम। अलिक घाम लागेको बेला आएको भए चाहिँ होइन खिचिरहेछ।
ल आउँदै गर्नु होला हामी चाहिँ नयाँ वर्ष 82 सालको यहाँहरूलाई म शुभकामना छ। ल यही हो हामी घुम्न आएको ठाउँ राम्रो गण्डकी ट्राउट। पानी परेको अवस्था छ, भ्लग गर्न अलिक गाह्रो छ है। माछा आहा माछा हेर्नुहोस् साथीभाइहरू, माछा यहाँ छ। कस्तो लागिरहेछ आकाश ब्रदर? कस्तो लागिरहेछ मसँग घुम्न आउनु पाउँदा? साह्रै खुसी, धन्यवाद मलाई बोलाएको लागि। इको भिलेज त्यही उहाँ रहेछ है इको भिलेज। आज चाहिँ मान्छे त्यति साह्रो छैन, यो पानीले गर्दा चाहिँ एउटा भइरहेको अवस्था छ। माछा यहाँ चाहिँ अलि नदेख्दो रहेछ, पानी अलि फोहोर रहेछ है। इच्छा कहाँ हुनुहुन्छ तपाईँ यार? यस्तो मलाई छोडेर नजानु नि तपाईँ। हो आहा माछा, के हो नि त माछा? माछा माछा आमामा ट्राउट माछा। माछामा है हेर्नु त माछा। माछा हेर्न सक्नुहुन्छ, रातो माछा, पहेँलो माछा। यहाँ एउटा निलो माछा मछली, तपाईँ हाम्रो मछली हुनुहुन्छ। यो खान मिल्दैन क्या है यो माछा? गोल्डन फिस नि रहेछ त। तपाईँ कहिलेबाट पानी बिना पनि यसरी बाँच्न सिक्नु भयो? यो ट्राउटको वरिपरि यो होइन त्यस्तो नभन्नु। कहाँ तपाईँ किन माछा पानी चाहिँदैन तपाईँलाई? हो सही सही। हाम्रो माछा खाने रेस्टुरेन्ट चाहिँ यहीँ छ है गाइजहरू। समीर भाइ चाहिँ यहाँ छ। ए ग्राउन्ड यहाँ स्विमिङ पुल। मैले चाहिँ है एस्ट्रे झारिदिएको छु है। अब गाली खाइन्छ होला देख्यो भने, अब ठिक छ कसैले नभन्नु होला है। यो चाहिँ मैले गल्तीले भएको है, मैले जाने यो मेरो गल्ती होइन, यो राख्ने मान्छेको गल्ती हो। यहाँ राख्ने होइन नि एस्ट्रे। झन्डा पनि थियो यार नेपालको झन्डा तर ए यहाँ रहेछ। ए झन्डा त सुकेछ। ए सिसी क्यामेरा रहेछ यार त्यहाँ। मैले गरेको गल्ती सब पक्रिने भयो यार, बर्बाद भयो यार। ऱ्याम्बो ट्राउटको साउजी म माफ गरिदिनु होला, मैले जानी गरेँ होइन, अन्जानमा भएको है। प्रुफ पनि छ मसँग है। क्षमा चाहन्छु। उहाँ ठुलो माछा माछा। विचार्छु काम तपाईँको अचम्मको सृष्टि गर्नुभयो। सुन्छु गर्जन लाग्दो प्रकट सामक संसारमा तपाईँको प्रशंसा हो ईश्वरको। जङ्गलमा जब घुम्छु पन्छीहरू म सुन्छु गाएको। सुन्दर पहाडदेखि म तल हेर्छु तौको आवाज खोलाको सुन्दर छु। दिनको लागि यो समयको लागि तपाईँलाई धेरै धन्यवाद।
गाइजहरू अहिले चाहिँ हामी ऱ्याम्बो ट्राउटमा छौँ है हाम्रो ग्रुपहरू नि छ म चाहिँ पहिला एकचोटि आएको थिएँ अनि अहिले चाहिँ लामो समयपछि आएको छु है यो ट्राउटमा पानी परेको छ अहिले चाहिँ अलिअलि घाम लाग्न थालेछ उता लाचुक भन्छ कि घाचुक भन्छ यो ठाउँमा आउन चाहिँ है लामाचोरबाट माथि भुजुङ खोलाको बस चढेर पनि आउन सकिन्छ हामी चाहिँ गाडी रिजर्भ गरेर आएको यहाँ छ वेलकम टु ऱ्याम्बो ट्राउट हाम्रो गाइजहरू त्यहाँ छ है जस ठाउँहरू रमाइलो छ तपाईँहरू पनि परिवारको साथ आउन सक्नुहुन्छ घुम्न सक्नुहुन्छ है स्विमिङ पुल पनि छ यहाँ पिङहरू बच्चाहरूको लागि खेल्ने पिङ यहाँ छ मजा लाग्छ ल है साथीभाइहरू अहिले चाहिँ हामी एकछिन चिया खाँदै मस्त पारामा होइन गिटार बजाउँदै यहाँ उल्लास ब्रदर हेर्छ है एकछिन पौडी खेलेर आएको जस मजा आयो टाइम हान्न रमाइलो छ अब बिस्तारै खानासाना खाएर हामी निस्किनु पर्छ अहिले 12 बजीतिर खाना खाएर 1 बजीतिर चाहिँ जनता पार्टीहरू चाहिँ उता छन् कस्तो लागिरहेछ दाइ रमाइलो लाग्छ मलाई साह्रै चियामा चिनी लागिरहेछ नि लागिरहेको हो नलाग्यो भने यहाँ छ चिनी चिया पनि 2 कप हो हो ल चिया खानुपर्छ सँगै छ नि ऊ फाइनली गाइज हामी रुममा आइपुगेका छौँ जहाँबाट मैले ब्लग सुरु गरेको थिएँ त्यही टुङ्गाउन जाँदैछु है आजको दिवस घुमाइ एकदम रमाइलो भयो है खाइयो है माछा साछा खाइयो तपाईँहरूले पनि देख्नुभयो होला अगाडिको क्लिपहरूमा होइन दिवस रमाइलो भयो आजको लागि यति नै ल बाई 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 भनिदिएको बाई बाई भनिदिनु त बाई बाई ल बाई बाई